हिमाल पहाड र तराईको सामाजिक तथा सांस्कृतिक विशेषताले भरिएको मिनी नेपालको रूपमा हेर्न सकिने भगवान गौतम बुद्ध जन्मिएको पवित्र भूमि लुम्बिनी प्रदेशको ऐतिहासिक कार्यक्रम साक्षर लुम्बिनी प्रदेशको घोषणा समारोहका सभाध्यक्ष लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमल सेनाज्यू, कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यज्यू, विशिष्ट अतिथिज्यूहरू, मञ्चासीन अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण पत्रकारज्यूहरू, शिक्षा प्रेमी अग्रजहरू, शिक्षक तथा अभिभावकज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री दमकडा नमुना माध्यमिक विद्यालय पाल्पाको कक्षा 9 मा अध्ययनरत छात्रा ओजस्वी आचार्यको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। प्रसिद्ध राजनीतिज्ञ नेल्सन मण्डेला भन्नुहुन्छ, एजुकेसन इज द मोस्ट पावरफुल वेपन दैट यू क्यान युज टु चेन्ज द वर्ल्ड। नागरिक स्तरको परिवर्तनको, विकासको र समृद्धिको मात्र नभएर सिङ्गो देशको सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षा हो। औपचारिक होस् वा अनौपचारिक, नियमित होस् वा अनियमित, शिक्षाले हाम्रो समाजलाई विकासको गतितर्फ लैजान उत्प्रेरित गरिरहेको हुन्छ। हामी सबैको सबैभन्दा ठूलो अपेक्षा समृद्धिको महत्त्वपूर्ण आयाम नै शिक्षा हो, जसले राज्यका विभिन्न निकायहरूलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने मेरो बुझाइ छ। औपचारिक शिक्षाको ढाँचा, विधि, विकास र चरित्रको विषयमा पछिल्लो समयमा चर्चा गर्दै गरौँला। आज यो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरी साक्षर लुम्बिनी प्रदेश घोषणा समारोहको साक्षी बन्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।